साथीहरू यो लसुनको काम फिनिसिङ गर्नु चाहिँ कति लङ प्रोसेस लाग्यो क्या मलाई चाहिँ साथीहरू। यसरी केलाउ अनि यसरी जरा काट अनि जरा काटिसकेपछि पुरै मिलाई पुरै मुठा बाँड्नको लागि रेडी गर्ने। अनि मुठा बाँधेर पनि सुक्नु पर्यो, सुकाउनु पर्यो, केही टाइम स्टोर गर्नु पर्यो हैन। घाममा धेरै राख्न पनि भएन। अनि यो अब नसुकिकन त बेच्न मिलेन। त्यही भएर चाहिँ यो लसुनको काम गर्नलाई चाहिँ मलाई एकदमै लङ प्रोसेस लाग्यो। अब माटो जरा बेच्न पनि मिलेन। अब हैन हेर्दा पनि कस्तो माटो नराम्रो देखिन्छ नि त। अनि यतिको गरेपछि त किन्नेलाई पनि किनौ हैन। अनि किचनमा राख्दा पनि सफा भयो। त्यही भएर चाहिँ हामीले चाहिँ यसरी चाहिँ भित्राउनी यसरी राख्ने गरेका छौँ हामीले बजार जानुभन्दा पहिला। तपाईहरुकोतिर लसुन कस्तो रह्यो लोकल लसुन? हाम्रो चाहिँ ठिकै रह्यो, कमेन्ट गर्नु होला है त साथीहरु।